एक दुई सयजनाले के भन्छ हेरिदिनु भएको मुखबाङ चाहिँ के लिएर आयौँ त। हेलो नमस्ते एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथमा म अगिना राई आज चाहिँ मेरो मुमा अनि म अस्ति जस्तै मुखबाङ लिएर भिडियो आइसकेको छौँ साथीहरू। सबैजनाले हेरेर इन्जोय गर्नुहोस् होला है त साथीहरू। अनि अस्ति नै पनि हाम्रो फर्स्ट भिडियोमा एक दुई सयजनाले के भन्छ हेरिदिनु भएको थियो। थ्याङ्क यू सो मच, धन्यवाद तपाईँहरूलाई। अनि सबैजनाले सब्सक्राइब गरिदिनुहोस् होला अनि लाइक कमेन्ट सेयर केयर सबै गर्नुहोस् है साथीहरू। अनि मुमा चाहिँ के भन्नुहुन्छ आज के खान आँटेको यो हामीले? अब यो के को थुक्पा यो आज चाहिँ हामी मुखबाङ चाहिँ के लिएर आयौँ त भन्दा साथीहरू मैदाको थुक्पा तपाईँहरूले खानु भएको छ। अनि यस्तै सिस्मिसहरू यस्तो गर्नु त मुखबाङ भिडियो लिएर आएको छु साथीहरू। अनि अन्डा पनि छ, खोर्सानी पनि छ। अनि यो चाहिँ हाम्रो मैदाको थुक्पा, तपाईँहरूले खानु भएको छ कि छैन मैदाको थुक्पा? मैले बनाएको यो चाहिँ लुचे सुमा खाम ढिलो नगरौँ, भोक लागिसक्यो तातो तातो। अन्डा पनि छ हाम्रो, खोर्सानी पनि छ, खाइहाल्नु। खाइ कस्तो हो? मिठो मिठो भयो साथीहरू। मिठो हो साथीहरू, हामी खाँदैछौँ। अन्डा पनि खानै, अन्डा हाम्रो कति कतिजना खान्छौँ तपाईँहरूले गर्नुहोस् है। अस्ति चाहिँ हामीले हाम्रोमा करेन्ट र अन्डा मुखबाङ भिडियो लिएर आएको थियौँ। आज चाहिँ मैदाको थुक्पा अनि अन्डा खाँदैछौँ साथीहरू। साथीहरू अस्ति हामीले भिडियो बनाएको होइन, कस्तो राम्रो थियो साथीहरू। एउटा कुरा, तपाईँहरू भिडियो बनाइसकिसकेपछि आफ्नो भिडियो कतिचोटि हेर्नुहुन्छ? म त राम धेरैचोटि हेरेँ नि। है मुमाले पनि हेर्नु भएन? मुमालाई पनि मैले डाउनलोड गरिदिएको छु, मलाई पनि डाउनलोड गरिदिएको छु, हेर्नुहुन्छ। डल्ले खोर्सानी है। बिउ त्यसो गरौँ। खोर्सानीको खानु नै नखाने। टेस्ट गर्नु न। अर्को अन्डा कस्तो मिठो छ भने खानु न, खाएछ अन्डा। आमा कि छोरी, हाम्रो मुखबाङ कस्तो, हाम्रो भिडियो कस्तो लाग्छ तपाईँहरूले कमेन्ट गर्नुहोस् है साथीहरू। कुकुर कस्तो भम्मा मिठो। अरूले किनेर दुःख खान्छ भने हामी यहाँ आफैले बनाएर दुःख खाने छुमाइमा जानु होइन दाजु पर जान भिडियो चाहिँ राम्रो क्लियर देखेको छैन।
दाजुको कति मन लाग्यो उब्राई पनि नखाए हामी साथीहरु तपाईहरु खाएर इन्जोय गर्नुस् ल मैदाको थुक्पा तपाईहरुले खानु भएको छ छैन हामी त कहिले मैदाको थुक्पा पनि खान्छु नि गर्नु न ल खाँदैछौँ कस्तो भयो त मिठो भयो सरी ल भाइ खानु सक्यो अहिले नि अन्डा कम्ती भयो म तिनटा खाजा हाम्रो भिडियोमा 200 को कतिजनाले पो मन पराइदिनु भएको छ हेरिदिनु भएको छ थ्याङ्क यू सो मच एउटा कुरा मेरो 102 सब्सक्राइब पुगेको छ थ्याङ्क यू सो मच मेरो साथीहरूलाई मलाई सब्सक्राइब गरिदिनु भएकोमा अनि अझै मलाई सब्सक्राइब गरिदिनुहोस् है साथीहरू मलाई पनि सब्सक्राइब गर्नु भन्नु न म तपाईहरुको पनि सब्सक्राइब गरिदिन्छु मेरो पनि सब्सक्राइब गरिदिनुहोस् अनि जति पनि तपाईहरुले सब्सक्राइब गरिदिनु भएको छ नि मेरो साथीहरुले तपाईहरुलाई धेरै धेरै थ्याङ्क यू सो मच धन्यवाद भन्न चाहन्छु म साथीहरुलाई 102 सब्सक्राइब गरिदिनु भएकोमा धन्यवाद थ्याङ्क यू भन्नु त 102 ए सुरुदेखि भन्नु त 102 सब्सक्राइब गरिदिनु भएकोमा सब्सक्राइब गरिदिनु भएकोमा गरिदिनु भएकोमा साथीहरू धन्यवाद धन्यवाद साथीहरू 102 सब्सक्राइब नखाइ 102 सब्सक्राइब गरिदिनु भएकोमा धन्यवाद तपाईहरुलाई भन्नु न 102 सब्सक्राइब गरिदिनु भएकोमा धन्यवाद साथीहरू तपाईहरुलाई धेरै धेरै धन्यवाद भन्नु तपाईहरुलाई धेरै धेरै धन्यवाद साथीहरूलाई खानमा यो भिडियो पनि हेरिदिनुहोस् होला सबैले भन्नु न यो भिडियो सबैले हेरिदिनु होस् साथीहरूले अन्ना पक्कै भयो भरे भिडियो नै भएको छैन यो भिडियो कहिले मेरो 100 आउँछ कि छ र अब त्यो के भन्छ स्ट्यान्ड के पो ल्याउनु साथीहरु तपाईहरुलाई पनि ल यो ल झन्नै जरी मेरो 400-500 भ्युज गयो भने साथीहरु खतरा खतरा भिडियो लिएर आउँछु ल भनेको के भन्नु लाग्छ तर म भिडियो बनाउन चाहिँ छोड्दिन भ्युज नगए पनि साथीहरु पछि म यो युट्युब र हुन्जेसम्म मेरो भिडियो रहन्छ नि त त्यही भएर म रहन्जेसम्म म त वाक्यको भयो अनि दादी मान्छे के गर्नु हुँदैछ कुन्नी धान छाड्नु उनीहरूलाई त के गरे यस्तो नि मतलब सहरमा बस्ने हामी त गाउँघरमा बस्ने हो गाउँघरमा यस्तो खाइन्छ गाईहरू
अर्ग्यानिक हो नि फेरि हाम्रो यो यहाँ साग पनि छ अब एउटा अन्डा खान्छ भने चाहिँ नखानु त खानु बरु यो नखाम अन्डा चाहिँ खाम आज मैले ठिक्क ल्याएछु खाम खोर्सानी बोल्नु न आउनु माथि यता जाओस् न अरे खाना बनाउनु त खाँदा भिडियो पनि सकियो साथीहरू तपाईहरुले पनि हामी सँगै खाए जस्तै मानेर हेर्दिनु भयो होला थ्यांक यू धन्यवाद मेरो लाइक कमेन्ट सबै गर्नुहोस् है साथीहरू अनि मेरो आज चाहिँ फिनिश दुईटा अन्डा चाहिँ रह्यो खाइसकिएन मैले धेरै खाएँ अन्डा मुमाले चाहिँ थोरै खानुभयो आमा छोरीको मुखबाङ हेर्नु नै भयो होला कस्तो लाग्यो इन्जोय गर्नुहोस् होला हाम्रो भिडियो हेरेर थ्यांक यू सो मच धन्यवाद मेरो भिडियो हेरिदिनुहोस् होला सबैजनाले माया गरिदिनुहोस् होला भन्दै अब हामी इन गर्छौँ बाई बाई साथीहरू मेरो हाम्रो भिडियो हेरिदिनुहोस् होला भन बाई बाई हाम्रो भिडियो हेरिदिनुहोस् साथीहरू नमस्ते नगर्नु क्या होस् अब नगर्नुहोस् अब नेक्स्ट भिडियोमा भेटौँ है त साथीहरू अर्को भिडियो हामी फेरि ल्याउने नै छौँ साथीहरू धन्यवाद भन्दै गएको